हेलो हाई नमस्ते सम्पूर्ण साथीहरूमा फेरि पनि स्वागत छ अर्को नयाँ भिडियोमा। आज चाहिँ हामी बुढाबुढी दुईजना मिलेर पोर्क मोमो अनि यो चाहिँ कलरफुल प्लस यो कलर नहालेको मोमो छ हामीसँग। यो चाहिँ के को कलर भनिन्छ भने त्यो चाहिँ चुकन्दरको नेचुरल कलर हो। अनि हामीसँग टन्नै मोमो रहेको छ अनकाउन्टेबल। अब खाएर रिल्याक्स गर्नेछौँ। ल पहिला कोकबाट सुरु गरौँ। चियर्स। एकदम चिसो कोक। कुन मोमो खाने पनि अचार कस्तो भयो कसले बढी खाने डबल पनि हाल्ने हो नि त। यो चाहिँ पर्क मोमो हो होइन सुँगुरको। मोमो डबल खाना स्वाद आउँछ। ओए ल च्यालेन्ज नै भयो बुढाबुढीको। देखाएर खानु मान्छेले अचार कस्तो छ। मैले खुर्सानी पनि त्यही हालिदिएको क्या हाल्नु। चुकन्दरको कलर हालेर फर्स्ट टाइम ट्राई गरेको मैले चाहिँ। तपाईँले खानुभएको थियो कलर किन्नुभन्दा त यो फाइदा हेल्दी छ नि त। मेरो बुढोको छेउमा त म त काली छु त। दुईजना मिक्स है अब। मिक्स आउँछ भनेर बढी खाइहाल्यो मेरो त। पोर्क मोमो खान फेरि अलिक गाह्रो हुन्छ नि त, चिलो हुन्छ यसमा। त्यसो दुई दुईवटा खाइदिउँ न त। मजा आउँछ दुईवटा खानु। मैले अघि चाहिँ बढी खाइसकेँ। म 3टा रोमा खाइरहेको छु, तपाईँले 2टा रोमा खाइराख्नु भएको छ। भन्दा नि थाहा हुन्छ। मैले अहिले 2चोटि सिङ्गल खाएको। बाहिरको मोमो यसरी खान सकिँदैन। खानु नि त अब तातो मान्छेले।
मलाई क्यामेरामा हेर्दै आनन्द लाग्छ होइन मेर्दै कपडा किन्नु खाँदै क्यामेरा लिनु बस्छ किन चिसो लाग्यो मेरै तातो गाँड पुग्यो मामाको बोक्रा सुँगुरको बोक्रा जस्तै मिठो हुन्छ सुँगुरको मासुको बोक्रा भन्ने होइन पुरा त्यही त म त हुँदैन कहिले बढी खाना त मैले खाइरहेको छु तर को खाने भएर क्या एकैचोटि त खाइदिउँला सक्नु पऱ्यो नि भएको म पकाए बित्तिकै भन्दा पनि मोमो पछि खान सक्छु अहिले चाहिँ ल साथीहरू आज चाहिँ हामी पुरै मोमो चाहिँ खान सकेनौँ तपाईँहरूले हाम्रो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला कोही साथीहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला अनि यदि मन पर्यो भिडियो भने लाइक गर्न नबिर्सिनु होला आजको भिडियो यति नै सी यू नेक्स्ट भिडियो बाई बाई